We didn't expect that आजको च्यालेन्ज भिडियो बनाउँदा यस्तो हुन्छ भनेर. So hello guys, welcome back to my mini vlog. So आज मैले धेरै पछि मिनी भ्लग बनाएको छु. आज चाहिँ खाना बनाउनु भएको थियो ठुलो मम्मीहरू भोलि गाउँ जाँदै हुनुहुन्छ नि त, अनि त्यही भएर खाना आऊ भनेर मलाई मम्मीलाई दिदीहरुलाई बोलाउनु भएको थियो. अनि हामी चाहिँ गयौं. फिर्सेक त जरुरी छ नि, नयाँ लुगा किनेको त्यही माथि चाहिँ देखाउनु त पर्यो. सो मेरो आजको भोइस चाहिँ अलि अर्कै सुनिरहेको होला. मलाई चाहिँ 3-4 दिनदेखि रुगा खोकी टन्सिल सबै लाएर बोल्न पनि नमिलेको छ. डोन्ट माइन्ड, केही पनि हुँदैन यसले. अनि त्यहाँ गयौँ, चिसो खायौँ, अनि खाना खायौँ. अनि मम्मी चाहिँ त्यहीँ बस्नु भएको थियो. हामी चाहिँ फर्किहाल्यौँ. हामी चाहिँ च्यालेन्ज भिडियो बनाउनु भनेर सामानहरू लिन गयौँ. अनि गणेशथान गएर किमा नुडलहरू लियौँ. अनि हामी बस्नुतिरै ओर्लेर गाडीबाट ओर्लेर मोमोहरू लियौँ. अनि म हामी घर गयौँ. अनि उसले चाउमिन बनाउनको लागि बन्दाहरू काटेर चनाहरू बनाएर है चाउमिन बनायो. अनि त्यसपछि रेडी मैले चाहिँ यतापट्टि सामानहरू झिक्न थालेँ, सबै प्लेटमा सजाउन थालेँ हल्का फुल्का है. मलाई चाहिँ यस्तो च्यालेन्ज भिडियोहरू एकदम मनपर्छ के. तपाईँहरू हेर्नु भएको छैन भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ. मैले चाहिँ बायोमा राखिदिएको छु है, बायोमा मेन्सन गरिदिएको छु. त्यहाँ गएर यो भिडियो कस्तो भएको छ, हाम्रो च्यालेन्ज भिडियो कस्तो भएको छ कमेन्ट गरिदिनु होला. अनि लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला, सेयर गर्नु होला, कस्तो भएको छ भनेर चाहिँ भन्नु होला है. अनि यस्तै तपाईहरुले अझै सपोर्ट गर्नुभयो भने हामी अझै यस्तै भिडियोहरू बनाउँछौँ. प्र्याङ्क भिडियो, ब्लग भिडियोहरू, यस्तो च्यालेन्ज भिडियोहरू अझै बनाउँदै जान्छौँ है. सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला. कस्तो भएको छ पनि भनिदिनु होला है. अनि मैले सबै सजाएँ, अनि उ गरेँ प्लेटहरूमा. अनि भाइलाई चाहिँ छुट्टै राखिदिएको थिएँ. भाइलाई पनि पहिला पालि त्यो रनवाला गेममा खेलेको, खालि चिटिङ गर्यो भनेर भाइ गएर फकाएर ल्याउनु पर्यो. त्यही भएर यो पालि चाहिँ भाइलाई खेलाएन, म र मेरो दिदी मात्र खेलेको छौँ है. कस्तो लाग्छ भिडियो भनिदिनु. अर्को पालि पनि यो भिडियोमा सपोर्ट गर्नुभयो भने दिदीमा फेरि ल्याउँछौँ यो भिडियो. बाई बाई गाइज.